हामी नेपालीहरुको लागि चाहिँ एकदमै दुःखद खबर छ साथीहरु। दुई पैसा अलिकति कमाइन्छ कि भनेर आफ्नो घर फ्यामिलीहरु बुवा मम्मीलाई छोडेर अरूको देशमा आइपुग्छ। अरूको देशमा आएर पनि हामी नेपालीहरुले आफ्नो ज्यान जोखिममा राखेर काम गर्नुपर्ने हुन्छ र यही घटना हिजो सोमबार भएको थियो। केही समयदेखि रोमानियाको प्रहोभा भन्ने क्षेत्रमा चाहिँ विगत केही समयदेखि दुईजना दिदीबहिनी हाम्रो नेपाली दिदीबहिनी काम गरिराख्नु भएको रहेछ, काम गरिरहनु भएको रहेछ। र मैले यो खबर सुन्दाखेरि मै पनि निशब्द भएको थिएँ। हिजो भएको घटना सुन्दाखेरि है, मलाई यो होटलको बारेमा थाहा छ। यो होटल देख्न सक्नुहुन्छ यहाँनिर हिजो आग लागि भएर उहाँ दुईजना दिदीबहिनीको चाहिँ मृत्यु भएको छ है साथीहरु। त्यसैले म भन्छु हामी नेपालीहरुको ज्यान सुरक्षित छैन। जहाँसुकै गए पनि जुनसुकै देशमा गए पनि सुरक्षित हुँदैन। रोमानियाको प्रो टिभी भन्ने च्यानलले चाहिँ सार्वजनिक गरेको छ है। त्यसमा दुईजना हाम्रो दिदीबहिनीहरु पर्नु भएको छ। एकजना 24 वर्षको हुनुहुन्छ भने एकजना चाहिँ 35 वर्षको हुनुहुन्छ भन्ने चाहिँ समाचार आएको छ साथीहरु। हामी जोसुकै भए पनि परदेश आइसकेपछि हामी कहिले पनि सुरक्षित हुँदैनौँ है। हामीलाई लाग्छ विदेश आएपछि अलिकति सुरक्षित भइन्छ कि भन्ने लाग्छ, तर हामी हुँदैनौँ है। हामी जतिसुकै कमाए पनि सुरक्षित हुँदैनौँ। यहाँनिर अरूको ठाउँमा हो है, देख्नुभयो होला घटना एकदमै दुःख लाग्यो। निशब्द भए म यो घटना सुनेर, किनभने हामी परदेशीहरूलाई त्यस्तै नै हुन्छ। सुरक्षाहरूको व्यवस्थाहरू हुँदैन है। अलिकति जहाँसुकै काम गर्दै